यो बाटो चाहिँ अहिले तपाईहरुले देख्नु भएको झापाको चारालीमा हो। यो बाटो चाहिँ बन्ने क्रम जारी छ र यो बाटो चाहिँ एशियन हाइवे पनि बनिन्छ र यो बाटो छेउमा चाहिँ एउटा फुड ट्रक व्यवसाय छ र आज हामी यो फुड ट्रक व्यवसाय सम्बन्धी सबै डिटेलमा जानकारी दिनेछौँ। तपाईहरु यो मेरो च्यानलमा पहिलो पटक हेर्दै हुनुहुन्छ भने मेरो च्यानल स्टार्टअप नेपाललाई सब्स्क्राइब गर्नुहोला र बेल आइकनमा पनि क्लिक गर्नुहोला। तपाईलाई लेटेस्ट नोटिफिकेसनहरु जानेछ र लाइक शेयर कमेन्ट पनि गर्नु नबिर्सिनुहोला। सर मेरो च्यानल स्टार्टअप नेपालमा हजुरलाई स्वागत छ। धन्यवाद। हजुरको परिचय? मेरो राजकुमार गुरुङ। हजुर। घर मेरो बिर्तामोड 4 हो। अनि यो भन्ने झापा चाराली लोकेसन? यो त अब चाराली जंगल हो। हजुर। मेरो व्यवसाय चाहिँ यो जंगलमा भनौं न। हजुर, यो ठ्याक्कै यो ठाउँको नाम चाहिँ के भन्छ होला? चाराली अलि परतिर भयो। चाराली अलि परतिर भयो। यो चाहिँ शान्ति मार्ग भन्छ हैन? शान्ति मार्ग। हुन्छ, त्यसैले अलिकति तपाईको यो भित्रको देखाइदिनु नि। यो चाहिँ यो त देखाइहाल्नु भयो होला हैन? हजुर, यो चाहिँ फुड ट्रक रहेछ। पहिला चाहिँ अलिक माथि थियो होला हैन दाइ? उता बाटो परतिर थियो। यो चाहिँ किचन हो अहिले हैन? भित्र किचन छ। हजुर। अनि यहाँ माथि पनि बस्ने ठाउँ बनाएको छ हैन? ए माथि पनि रहेछ त? माथि पनि बसेर खाने ठाउँ हो। अलिकति हेर्नु मिल्छ मिल्दैन? अहिले सिडी झारेको छु। यो अहिले माथि चल्दैन कि। अब सुरुमा स्टार्टिङ भनेको यसबाट भएको हो। यसबाट भयो। सानो गाडी एउटा। यो पनि सर्भिसमै छ, कुद्छ यो गाडी पनि हैन? हजुर। यो तपाईले यही राख्नुहुन्छ कि अरे लानुहुन्छ? यो त अहिले चाहिँ यही बस्छ, फिक्स हो। यही बन्द गर्ने बस्नुहुन्छ कि? हामी त बस्दैनौं। यहाँ वन समिति माथि वनको मान्छेहरु चाहिँ। सर त्यसो अलिकति माथि बस्ने जग्गा देखाउँ अनि त्यहाँ यो चाहिँ यो बाटो छेउको फुड ट्रक व्यवसायको यहाँ चाहिँ बस्ने ठाउँ रहेछ हैन? नाङ्लो फुड ट्रक। नाङ्लो फुड ट्रक रेस्टुरेन्टको नाम यस्तो रहेछ। कतिजना जति अट्छ होला यसमा? यहाँ त अहिले देखिहाल्नु भयो 4 वटा टेबल लागिरहेछ हैन? लगभग कति 12-15 जनासम्म 15-16 जना बसिहाल्छ। काउन्टर पनि रहेछ नि। अनि यो चाहिँ यहाँ मोमोको सेटहरु मात्रै बन्छ। अच्छा, मोमोको सेटहरु? मोमो, चिया, कफीहरु यही बन्छ हैन? अनि कोल्ड ड्रिंकहरु यहाँ फ्रिज लागिरहेछ। अनि अरु मोमो देखि बाहेक अरु चाउमिन, फ्राई राइस, थुक्पाहरु छ हैन? तिनीहरु चाहिँ फेरि उता मैले बनाउने हो। यता चाहिँ मेरो श्रीमती र छोरीले बनाउने हो नि। अरु आइटम चाहिँ म त्यहाँ बनाउने हो। परिचय दिनु न। हजुर, मेरो सन्तोष गुरुङ हो। मेरो घर ठ्याक्कै भन्नुपर्दाखेरि बिर्तामोड 6 स्यालडाङ्गी। हजुर, अहिले यता कहाँबाट आउनु भएको यहाँ? म यहाँ मलामी आएको थिएँ। यहाँ नजिक पनि छ। हजुर, त्यही भएर यहाँ खाजा खानु निस्क्यो। हुन्छ, हजुरलाई धेरै धन्यवाद। एउटा अब सुरुवात एउटा मेरो सोचाइले चाहिँ त्यसरी सोचेको। अनि अब देश विदेशहरु धेरै घुम्यो, उतातिर नि देखियो। अनि यहाँ पनि गर्दा के हुन्छ र गरौँ न भनेर चाहिँ त्यसपछि अनि थपकै यो गाडी, सानो गाडी किनेर चाहिँ मैले यसो खाजा बेच्न लागि सुरु गरेको हो पहिला। त्यसो हो। यसमा तपाईले कति साल भयो होला सुरु गर्नुभयो अहिलेसम्म? त अहिले मेरो अहिले 5 वर्ष जस्तो चल्दै होला अहिले। 10 4-5 वर्ष चाहिँ चलिरहेछ हैन? त्यहाँदेखि निरन्तर गरिरहेको छु भनौं न हैन? स्टाफहरु कति जना हुन्छ तपाईहरु सबै यसमा? अहिले त छैन स्टाफहरु। पहिला चाहिँ थियो हैन? पहिला धेरै नै थियो। मार्केट डाउन भएको छ। अहिले यो अब बाटो बन्ने क्रमले गर्दाखेरि अलिकति कस्टमर घटेको अवस्था हो। अनि त्यसपछि अब धुलो धुवाहरु पनि छ नि बाटोमा अहिले। त्यसै गर्दा अनि अहिले चाहिँ आफैले नै भ्याइरहेछ सबै कुरा भनौं न। यसको यो तपाईले पहिला सुरुवात गर्नुपर्छ। नेपालमा यसको के नियमहरु छ कि छैन होला पालना गर्नुपर्ने फुड ट्रकको? के त्यस्तो लागू छ कि छैन कि अरु पनि के त्यस्तो कागज? फुड ट्रकको अहिले नेपालमा त्यस्तो खालको नियम चाहिँ छैन हैन? हजुर। यो आफ्नै भरोसामा चलाउने हो। दर्ता चाहिँ रेस्टुरेन्टकै अनुसार गर्नुपर्छ कि पर्दैन कि बाटोको लागि? दर्ता यसरी यो फुड ट्रक भनेर दर्ता नै हुँदैन यहाँनिर। दर्ता हैन? त्यो खालको नियमै छैन। हजुर। अब यो कुरो कस्तो पनि हुन्छ भने यहाँनिर
त्यही त अब होइन सबै नियम कानुन भएको, मन्त्री भएको, मन्त्रालय भएको, त्यहाँदेखि त्यसमा सम्बन्धित ब्याङ्क वित्तीय संस्थाहरू भएको, जस्तै होइन कृषि विकास ब्याङ्क, हजुर कृषि मन्त्रालय, वन मन्त्रालय, होइन वन मन्त्री, अनि यो पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, होइन यस्तो छ नि त होइन, सहरी विकास मन्त्रालय, होइन अब जुन विषयमा यति धेरै नियम, त्यहाँदेखि मन्त्रालय, मन्त्री, त्यहाँदेखि भनौँ न अब सङ्घदेखि केन्द्रदेखि स्थानीय तहसम्म भएको सिस्टमहरू भएका तन्त्रहरूले त यहाँनिर काम नदिएर सबै अब कृषि पेसा गर्ने मान्छे कृषि नै छोडेर हिँड्नु परेको छ होइन। अनि सामान्य यसो केही फार्महरू खोल्छु अनि गर्छु भन्ने मान्छे पनि आफ्नै सबै छोडेर चाहिँ डामाडोल पारेर चाहिँ हिँडेको अवस्था धेरै छ। उदाहरण त्यस्तो धेरै छ यहाँनिर होइन। भनिसकेपछि यहाँनिर भएकोलाई पनि त्यो अनुसारको सिस्टममा ल्याएर गर्न नसकिने होइन। अनि जस्तै मेरो जस्तो केही नभएको चिजलाई उनीहरूले कसरी चाहिँ नि अब अनुबन्ध गर्ने, कसरी नियमन गर्ने होइन। अनि त्यो नै छैन क्या फेरि मेरो हिसाबले भन्दा यो जसले जुन तरिकाले आफ्नो बुद्धि बल विवेक क्षमताले भ्याउँछ उसले त्यो अनुसार काम गर्न पाउनु पर्यो। त्यसलाई चाहिँ प्रायोरिटीमा राखेर त्यो खालको स्थान उपलब्ध गराउनु पर्ने होइन। त्यो खालको नियम निकायहरू होइन बनाएर चाहिँ एउटा नागरिक चाहिँ यही ठाउँमा आफ्नै ठाउँमा टिक्न सकोस् होइन। अब तपाईँलाई अहिले यहाँ ठ्याक्कै तपाईँले देखिरहनु भएको छ होइन, यो जङ्गल एरिया हो होइन। यो जङ्गलमा यसरी खाजा खाजा बेच्नुपर्छ भनेर कसैले कल्पना गर्छ भने त्यो कल्पनादेखि बाहिरको कुरो हो क्या फेरि होइन। मकै बेचेको, निग्रो बेचेको, च्याउ बेचेको त्यो त देखि नै रहेछौँ होइन। तर यसरी पूर्ण रूपमा एउटा खाजाको स्टल लगाएर यसरी जङ्गलको बिचमा कसैले एउटा व्यवसाय गर्दैछ भने होइन त्यो त्यसै यो व्यवसाय त्यो जङ्गल पसेको होइन होला भन्ने एउटा अनुमान लगाउन सकिन्छ नि त होइन। त्यत्रो बजारमा भएको घर भएको मान्छे होइन, एउटा सामान्य व्यवसाय गर्ने मान्छेले गाउँ छोडेर सहर पस्छ होइन। म चाहिँ सहरबाट चाहिँ फेरि निस्केर चाहिँ यहाँ त जङ्गल पसेको छु क्या फेरि होइन। यो किन भयो त भन्दाखेरि मैले अघि नै भने यहाँ त्यो खालको एउटा सामान्य मान्छेलाई अटाउने किसिमको कुनै नीति नियमै छैन क्या, त्यो बनाउनु सक्दैन चाहेर पनि होइन। त्यसै कारणले अब गाडी किनिहाल्यो अनि आफ्नो अलिकति लगानी गरिहाल्यो, अब कहाँ जाने त अब होइन। बजारमा टिक्नै नदिने फेरि होइन, कम्पिटिसन धेरै हुन्छ नि बजारमा। अनि त्यही भएर चाहिँ अनि म जङ्गल पसेको फेरि यसरी कुरा बुझ्नु पर्यो है। हजुरले यो पहिला सुरुवात गर्दाखेरि लगानी कतिमा गरेको र अहिले तपाईँको कति जतिको भएको छ लाइसेन्स? पहिला त यो सेकेन्ड ह्यान्ड यो छोटा हात्ती गाडी किनेको मैले होइन। त्यही चाहिँ 3-4 लाख किनेर त्यहाँदेखि त्यसलाई मोडिफाई गरेर अनि एउटा किचनको आकार दिएर चाहिँ मैले सुरुवात गरेको हो होइन। अब त्यस पछाडि भनेको अनि त्यहाँबाट चाहिँ अब यही जङ्गल पसेर नै यो बाटोको छेउमा बसेर नै त्यहाँदेखि अब यो गाडी पनि किने। तपाईँले धेरै वर्ष यो पल्लोपट्टि पल्लोपट्टि बसेँ अनि त्यो अर्को गाडी पनि त्यो मेरो नै हो होइन। अनि त्यस पछाडि अब मैले यो ट्रस लगाएँ। त्यति बेला दुईटा थियो होइन त्यहाँ, अहिले गरेछ यो दुईटा थियो। अनि त्यो अब यो बाटो बन्ने क्रमले गर्दाखेरि त्यो बाटोको छेउमा बस्ने अवस्था रहेन होइन। अनि यहाँनिर चाहिँ भनेको यो पुरै यो अब चियान डाँडा चियानै भनौँ न यो अहिले बाटो बनाउने क्रमले तपाईँले यता सार्नु भएको कि? हजुर बाटो बढ्ने कारणले गर्दाखेरि होइन यता यहाँ भनेको अनि यहाँ हरियाली सामुदायिक वन समितिसँग सहकार्य गरेर अनि उहाँहरूको के भन्छ उहाँहरूलाई चाहिँ यो जग्गा उपलब्ध गराउने भनेर चाहिँ होइन। त्यसरी चाहिँ उहाँले जग्गा उपलब्ध गराउनु भएको मलाई वन समितिलाई होइन, वन समितिले। अनि मैले वन समितिलाई मैले भाडा पनि तिर्छु होइन। अनि त्यसै मार्फत उहाँले अब यो बिजुली खानेपानीको पनि यहाँ व्यवस्था छ यहाँनिर। यो सिमसार पार्क भन्दैछ, यो बनिने क्रममा छ होइन।
यो वनको लागि आम्दानी सोध्नु भयो नि तपाईँले गरौँ यहाँबाट ट्याक्सहरू तपाईँले हजुर त्यस्तो छ। यसमा अहिले तपाईँले के राख्नु भएको छ मेन्युहरू मेन्युमा त अब सामान्य रेगुलर आइटमहरू छ होइन बजारमा भने जस्तो अब होइन जे बिक्छ त्यही नै बेच्ने हो नि त होइन अनि अब कुनै स्पेसल छ कि बजारको भन्दा स्पेसल त्यस्तो खासै के छैन यहाँ स्पेसल भनेको त्यही जुन चिज हामीले रेगुलर पाउँछ त्यो चिज चाहिँ अलिकति मैले मिठो बनाएर दिने मेरो प्रयास हो होइन त्यसमा कम्प्रोमाइज छैन। अब यदि मिठो बनाउन नसक्ने भएको भए यत्रो हाइवेमा मान्छेले मलाई एकैछिनमा बाइपास गरेर चारली पुग्छ एकैछिनमा यहाँदेखि बिर्तामोड तपाईँको 2 मिनट पनि लाग्दैन होइन यहाँ छिरेर खानुपर्ने के त भन्दाखेरि यहाँ अलिकति अलग ठाउँ छ ठाउँ विशेष भनौँ न स्पेसल भनेको यो ठाउँ नै हो होइन अनि त्यसमाथि पनि मैले बनाएको चिजहरू अब यहाँ मोमो पनि सबैले रुचाइदिनु भएको छ चाउमिन पनि सबैले रुचाउनु भएको छ होइन जति बनाएको आइटम कम छ तर सबै राम्रो छ होइन। तपाईँको त्यो मेन्यु मध्येमा कुन चाहिँ अलिकति स्पेसल कस्टमरले अलिक धेरै रोज्ने चाहिँ कुन होला कुन चाहिँ मेरोमा त पुरै झोल मोमो अहिले झोल मोमो हजुर त्यो कति प्रकारको छ कि यो तीन प्रकारको छ चिकन बन्छ बफ बन्छ भेज बन्छ होइन त्यही छ यहाँ सबैमा धेरै जाने भनेको मेरो झोल मोमो हो। त्यो रेटहरू कति होला तिनीहरूको रेट त एकदम सामान्य हो तपाईँको चिकन मोमो तपाईँको बिर्तामोडमा होइन सामान्य यसो सामान्य होटल व्यवसाय गर्ने मान्छेले पनि तपाईँको स्टिम मोमो भन्छ होइन जुन अचारमा मात्रै पाउँछ त्यो भनेको रेगुलर तपाईँको एकदम सामान्य हिसाबमा 150 रुपियाँ प्लेट हो होइन स्टिम मोमो होइन। अब यदि झोल मोमो भने नि तपाईँको बिर्तामोड 200 देखि माथि नै छ फेरि तर म त्यही झोल मोमो चाहिँ म 150 मा बेच्छु अनि स्टिम मोमो 130 मा बेच्छु त्यही नै हो कि त्यो के प्याकिङको पनि सुविधा छ होला होइन घरसर लानु पर्यो प्याकिङको सुविधा हुन्छ त्यो छ। त्यो यो व्यवसायमा जस्तै तपाईँले अहिले गर्दै आउनु भन्दाखेरि च्यालेन्जेसहरू के पाउनुभयो त कति सङ्घर्ष गर्नुपर्यो च्यालेन्ज त धेरै छ त्यस्तो त्यो भनेर त्यो साध्य छैन क्या त्यो यो कस्तो हुन्छ भने यो भनेको म चाहिँ एकदम अब के भन्छ स्ट्रङ भएर आफूलाई होइन म जस्तै जे परे पनि म यो काम छोड्दिनँ चाहे जतिसुकै च्यालेन्ज आओस् होइन भनेर चाहिँ एक प्रकारले पुरा अब होइन लागि परेर चाहिँ म अहिलेसम्म टिकिरहेको छु होइन। अब च्यालेन्ज अब बुदागत रूपमा भन्नुपर्दा त्यस्तो धेरै छ। पहिलो कुरो भनेको च्यालेन्ज भनेको त्यसै यो जङ्गल छँदैछ यहाँनिर होइन अहिले अब व्यावसायिक हिसाबले च्यालेन्ज भने त अब धेरै नै छ अब मलाई मात्रै होइन अरूलाई पनि छ होइन। अब व्यावसायिक रूपमा च्यालेन्ज यो अहिले भइरहेछ अब यो बाटो बन्ने क्रम छ अब मेरो त त्यतिकै अब अहिले उयो आएर बन भात खाने मात्रै हो होइन एउटा च्यालेन्ज त्यो नै भइगयो। यो व्यवसायको अप्स एन्ड डाउन त भइ नै रहन्छ होइन तर अरू अब नीतिगत रूपमा भनेको चाहिँ अप्ठ्यारो छ यहाँनिर। अब यहाँ तपाईँको अब यही मैले यो व्यवसाय गरेँ यही गाडी लिएर अहिले मैले बजार साइडमा बस्यो भने अहिले नगर प्रहरी आएर खेदाइहाल्छ फेरि होइन। अनि अब यहाँ एकचोटि त्यही बाटो उतापट्टि बस्दाखेरि पनि यहाँ पुलिस दाजुभाइ आएर हटाए यहाँनिर होइन उहाँनिर काने पोखरीमा निग्रो बेच्ने मान्छेलाई एक्सिडेन्ट भएर मऱ्यो अरे भनेर अनि तिमीहरूको नि यो सबै हटा भनेर चाहिँ अब भए अब त्यस्तो कुराहरू होइन। अनि अब यो गाडी देख्नै नहुने अब ट्राफिक पुलिसले छापै समाइहाल्ने फेरि होइन। अनि यस्तो धेरै कुरो छ क्या यहाँनिर होइन। अनि त्यस पछाडि भनेको अब ठाउँ विशेष अब होइन जस्तै यो ठाउँमा बसिसकेपछि अब यहाँ आउने कस्टमरहरूले अब उहाँहरूको सोचाइ होइन कसैले पोजिटिभ रूपमा लिनुहुन्छ कसै जस्तै नेपालमा अहिले यो फुड ट्रकको व्यवसायहरू कतिको छ होला अरू पनि छ कि अरू छ खै छ अलिअलि कता छ भन्थ्यो तर अब त्यस्तो त्यति हाइलाइट चाहिँ भएको छैन होइन। अब कतिले सुरुवात गरेको थियो होला पछि फेरि अब नहुने रहेछ भनेर छोडे होला कतिले होइन। तर अब विगत 4-5 वर्षदेखि चाहिँ अब यो कामलाई मैले निरन्तर दिइरहेको छु होइन। अब कतिले त अब सुरुवात गरेर अब 3-4 महिनामा छोड्ने धेरै होलान् होइन। तपाईँको यहीँ बिर्तामोडमा पनि एउटा फुड ट्रकमा
बेचिहिँड्थ्यो एकजना परिवारले, उहाँले चाहिँ त्यो पश्चिम स्ट्यान्डतिर कता राख्नुहुन्थ्यो। अब पछि त्यही अघि मैले भने नि होइन, पछि त्यो गाडी बेचेर उहाँले फेरि सटर लिएर सुरु गर्नुभएछ होइन। अब हो त्यस्तै त्यस्तै हुन्छ। अनि समग्र भन्नुपर्दाखेरि एकदम च्यालेन्जिङ काम हो क्या यो। तपाईँको विचारमा चाहिँ यो व्यवसायमा चाहिँ सरकारले कस्तो खाले नीति बनाउने कि कस्तो खाले सेवा सुविधाहरू दिन सक्दा चाहिँ अलिकति राम्रो हुन्छ कि भन्ने विचार तपाईँको आफ्नो विचारमा? सरकारले अब यो के गर्नुपर्छ भने यो जस्तै यो एउटा यो फुड ट्रक व्यवसाय हो होइन, यसको अलावा योदेखि बाहेकका अरू पनि धेरै त्यस्ता क्षमतावान मान्छेहरू छ क्या यहाँनिर। तर यहाँ के त भन्दाखेरि नियमै छैन भनिदिने क्या। अब सुरुमै कहीँ सोध्नु गयो भने यस्तो गर्नु मनलाई विचार लागिरहेछ, यो व्यवसाय गर्नु मन पर्यो भन्दाखेरि यो तपाईँ केमा दर्ता गराउनुहुन्छ? अब हामीले त भन्छ केहीमा त दर्ता होला नि त भन्छ, के केहीमा हुँदैन, तपाईँ हुँदैन यो सरकारले यो नियम विपरीत छ भनिदिने क्या सिधै। अब अरू मैले अघि नै भने नि होइन, यदि यो देशको एउटा नागरिकले, सामान्य नागरिकले आफ्नो बलबुता, आफ्नो बुद्धिले, आफ्नो विवेकले, क्षमता अनुसार होइन उसले कुनै काम गर्दैछ भने त्यो कामलाई चाहिँ टेवा पुर्याउने काम चाहिँ राज्यले गर्नुपर्छ क्या होइन। तर यहाँ के छ त भन्दाखेरि यो नियम विपरीत भयो भने अहिले पुलिस आएर खेलाउनु बेर लाउँदैन क्या फेरि। तर उसले त त्यहाँनिर चोरी त गरिरहेको छैन नि त होइन, ठगी त गरेको छैन। मैले जस्तै यो फुड ट्रक मैले चलाएर मैले कसैलाई त ठगिरहेको छैन नि त मैले होइन। अरूको भन्दा कम प्राइसमा मैले सेवा दिइरहेको छु भनिसकेपछि त यो कसरी चाहिँ नियम विपरीत भयो होइन। अनि अब यस्तो भइसकेपछि त यसलाई कसरी चाहिँ नियमन गर्ने एउटा प्रक्रियामा लानुपर्छ नि त। त्यसको लागि के गर्नुपर्छ होइन, इन्डिभिजुअलले जस्तै मैले मेरो तर्फबाट मैले यो व्यवसाय दर्ता गराउनु पर्दाखेरि के प्रक्रिया पुर्याउनु पर्छ होइन, कति वर्ष पछाडि चाहिँ यो दर्ता हुन पाउने होइन, अथवा यो प्रक्रिया पुर्याएपछि चाहिँ तपाईँको यो व्यवसाय दर्ता हुन्छ भन्ने एउटा प्रक्रिया त हुनुपर्छ नि त। त्यो नै छैन क्या निरी। अनि भनिसकेपछि यहाँ कसैले गर्न चाहेर पनि त्यहाँदेखि गर्न मान्दैनन् क्या फेरि। तपाईँले अहिलेसम्म व्यवसाय गर्दा तपाईँले अहिलेसम्म चाहिँ यो व्यवसायमा धेरै सङ्घर्ष गर्नुभयो, तपाईँले अन्तिममा के सिक्नुभयो होला? यो व्यवसाय यस्तो सिक्ने कुरो चाहिँ मैले धेरै नै सिकेको छु होइन। अब मैले पहिले नै छोडिहालेको भए जति मैले अहिले यो 4-5 वर्षको दौरानमा जति मैले सिकेँ होइन, अब यति कुरा सिक्नुको लागि चाहिँ यदि मैले पैसा तिर्नु पर्थ्यो भने मैले पैसा तिरेर पनि सिक्ने थिइनँ क्या यति धेरै चाहिँ होइन। किन भन्दाखेरि चाहिँ मैले व्यवसाय सुरु गरेपछि होइन एउटा आफूले बनाएर दिने खानेकुराको परिकारहरू त छँदैछ आफैसँग होइन। त्यसलाई पनि कसरी चाहिँ मलजल गरेर त्यसलाई कसरी राम्रो बनाउने भन्ने कुरो त्यो छँदैछ। त्यसको अलावा पनि यो व्यवसाय हेरेर कति मान्छेहरू मसँग आबद्ध भए होइन, कति मान्छेहरू तपाईँहरू जस्तो कति सञ्चारकर्मी साथीहरू आएर मलाई धेरै कुराहरू सोध्नु भयो, मैले भनिदिएँ। त्यस्तै कारणले धेरै मान्छेहरूसँग एउटा हुन्छ नि सर्कुलेसन अब होइन। अनि त्यो भएको हुनाले अब यो धेरै कुरो सिकियो भनौँ न लास्टमा होइन, त्यस्तो छ सर। यो अनि अन्तिममा तपाईँसँग कुनै कस्टमरले कसै भ्युअरले जान्नु चाहे तपाईँको कन्ट्याक्ट नम्बर भनिदिनु नि। यो अब मेरोमा आउनु पर्दाखेरि त ठ्याक्कै यो बिर्तामठदेखि काँकरभिट्टा रोड होइन, बिर्तामठबाट काँकरभिट्टा जाँदै गर्दाखेरि ठ्याक्कै जङ्गल सुरु हुन्छ, चारली जङ्गल सुरु हुने बित्तिकै देउने खोला, यहाँपट्टि देउने खोला छ, देउने खोला कट्ने बित्तिकै यसो बाटोदेखि दक्षिण साइडमा होइन, बिर्तामठबाट काँकरभिट्टा जाँदै हुनुहुन्छ भने दाहिनेपट्टि, अनि काँकरभिट्टा चारलीबाट बिर्तामठतिर आउँदै हुनुहुन्छ भने तपाईँको देब्रे साइडमा होइन यो हरियाली सामुदायिक वन छ। अनि यहाँ बोर्ड पनि लागिरहेछ, डिस्प्ले बोर्ड पनि चलिरहेछ होइन, देखिहाल्नुहुन्छ। त्यही हो। अब मेरो नम्बर भनेको
98 049 57 019 है नाङ्लो झोलमामा भनेर त्यहाँ रिङ बोर्ड पनि छ हैन हजुर सर अब जाँदा जाँदा हजुरले अन्तिममा यो भ्युअर्सहरु हेर्ने विदेशमा बस्ने नेपालीहरुलाई के सन्देश दिन चाहनुहुन्छ अब सन्देश के भन्नु र अब एउटा कुरा चाहिँ के हुन्छ भने नेपालमा यदि तपाईहरु कतै वैदेशिक रोजगारमा हुनुहुन्छ अनि फेरि नेपालमा गएर नै म केही काम गर्छु भनेर यदि सोचमा हुनुहुन्छ भने त्यो राम्रो सोच हो त्यसको अलावा यदि तपाईले त्यसो गर्न चाहनुहुन्छ भने नेपालमा कुनै पनि व्यवसाय तपाई कपडा बेच्नुस् जुत्ता बेच्नुस् अथवा मासु पसल राख्नुस् हैन अथवा मैले यस्तो फुड ट्रक व्यवसाय गर्नुस् अथवा गाडी किनेर प्यासेन्जर खेप्ने काम गर्छु भन्ने लाग्छ अथवा होटल व्यवसाय नै गर्छु एभ्रीथिङ के पनि यदि नेपालमा बसेर गर्न चाहन्छ भने आजको परिस्थितिमा आजको दिनमा हैन आज त के अझै तपाईको 30-40 वर्ष पछाडी सम्भव पनि आफूसँग ब्याकअप चाहिँ तपाईले राख्नुस् है ब्याकअप राख्नुस् भन्नाले कस्तो भने तपाईले मैले अघि भनेको जस्तै व्यवसाय कसरी सुरु गर्दै हुनुहुन्छ नि तपाई एउटा सानो लेभलबाट स्टार्ट गर्नुस् हैन यदि तपाई बजारमा खाजा नास्ताको व्यवसाय यदि गर्न चाहनुहुन्छ भने तपाईले सुरुमा चिया र बिस्कुट बेच्नुस् क्या हैन सानो मात्राबाट तपाईले स्टार्ट गर्नु त्यसपछि आफै सबै कुरोहरु जोडिँदै एक पाइला गर्दै जोडिँदै जान्छ हैन अनि मेन कुरो भनेको चाहिँ तपाईसँग ब्याकअप हुनुपर्छ ब्याकअप कस्तो जस्तै मेरो म इन्डियन आर्मीबाट रिटायर भएको म एउटा पेन्सन होल्डर मान्छे हो हैन अब तपाईको आजको दिनमा यहाँ बसेको भाडा यो बिजुलीको बिल हैन यो गाडी कुद्ने डिजल खर्च सबै मेरै पैसाले म चलाउँदै छु यहाँको केही पनि आम्दानी छैन अहिले यदि मसँग ब्याकअप नहुनु भने म चलाउन सक्दिन नि त हैन हो त्यसै तपाईहरुले पनि यदि गर्ने इच्छा राख्दै हुनुहुन्छ भने अब मेरो त अब पेन्सन आउँछ हैन तपाईहरुले त्यस्तो छ भने तपाईले केही पैसा चाहिँ तपाईले जम्मा गरेर चाहिँ राख्नुपर्छ सामान्य तपाईले चिया पसल एउटा सटर लिएर चिया पसल गर्नुहुन्छ भने नि तपाईको सेभिङ अकाउन्टमा कम्तिमा 5-6 लाख रुपैयाँ पैसा हुनुपर्छ फेरि हैन अब बजार एरियामा भन्दा तपाईको 3-4 लाख रुपैयाँ त एडभान्सै लिइहाल्छ फेरि हैन अनि सामान्य अब त्यो 10-12 हजार त अब भाडा नि आइहाल्छ अनि बिजुली बत्ती पानी यताउति गरेर हैन हो त्यस्तो हुन्छ यदि कसैले व्यवसाय गर्न चाहनुहुन्छ भने तपाईहरुमा ब्याकअप राख्नुस् सबै पैसा इन्भेस्ट नगर्नुस् हैन नत्र भने फेरि त्यही हो जहाँबाट पहिला आउनु भएको थियो 80% जति चाहिँ हामीले युज गर्नु पर्ने जति फन्ड भएकोमा तब 30% यो गर्ने 30% ब्याकअप राख हैन 30% चाहिँ इन्भेस्ट गर्ने 70% चाहिँ ब्याकअप राख्ने ब्याकअप किन राख्ने भन्दाखेरि उदाहरणको लागि तपाईले एउटा सिटी सफारी किन्नु भयो 3.5 लाख रुपैयाँमा सिटी सफारी किन्नु भयो अब यो 20 रुपैयाँ 40 रुपैयाँ को मान्छे खेपेर तपाईले एक वर्षमा त्यो पैसा उड्दैन बीचमा के हुँदैन खासमा तपाईको ब्याट्री ब्याकअप राम्रो भएन ब्याट्री किन्नु पर्यो नि तपाईको आजको दिनमा पनि तपाईको एउटा सिटी सफारीको 103 कि 104 एम्पियर को ब्याट्री तपाईको 1,30,000 1,40,000 पर्छ अब हैन अब भनिसकेपछि तपाईसँग ब्याकअप छैन भने अब तपाईको सिटी सफारी थन्केन त अब हैन हो त्यसै कारणले अब हो त्यसरी जुनै पनि व्यवसायको अब धेरै छ त्यस्तो कुरोहरु हैन म त अहिले भन्नु पर्यो नि म त यहाँ भनेको राति 12-1 पनि बजाइदिन्छु फेरि भन्नु पर्यो भने हैन अब त्यस्तै नजाऊ किनभने यो मैले किन भनेको भन्दाखेरि सबै कुरो मैले यो 4-5 वर्षमा धेरै कुरो देखेको छु क्या धेरै मान्छेहरुसँग संगत गरे हैन अनि धेरै मान्छेहरुसँग चाहिँ त्यो इन्टरेक्ट हुने क्रममा कोही राम्रो मान्छेसँग पर्यो कोही नराम्रो मान्छेसँग पर्यो हैन अनि तपाईको फलफुल दोकानदेखि लिएर किराना पसलदेखि लिएर सब्जी पसलदेखि लिएर मासु पसल हैन त्यहाँदेखि यसरी नै अब यो सार्वजनिक ठाउँमा विशेष गरेर बसेपछि एउटा कुरा छुटाए हैन विशेष गरी च्यालेन्जिङ भनेको जब सार्वजनिक ठाउँमा हामी कुनै व्यवसाय लगाउँछौं सार्वजनिक भन्ने बित्तिकै फुटपाथ जस्तै नै हो क्या जस्तै यो जग्गा भनेको सार्वजनिक जग्गा हो हैन कतै बाटोको साइडमा बस्दैछु भने त्यो सार्वजनिक जग्गा हो अब त्यसमा चाहिँ धेरै मान्छेको चाहिँ आक्रोश हुन्छ क्या फेरि
यदि मैले राम्रो त्यो ठाउँमा त्यो फुटपाथमा मैले राम्रो व्यवस्था गरेँ भने मलाई नै त्यहाँबाट उठाइदिन्छ क्या फेरि अब हजुर त्यो नेपालमा बानी अलिक नराम्रो अब हो त्यस्तो कारणले यो सार्वजनिक स्थलमा बसेर चाहिँ आफ्नो व्यवसाय गरेर हिँडेको मान्छे म 4-5 वर्ष भयो क्या त्यो भएर मैले कति धेरै कुरोहरू मैले खपेको छु मलाई थाहा छ क्या त्यसै कारणले यदि मैले त्यो कुरोहरू भोग्दै 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 आइसकेपछि अहिले मैले त्यो कुरोहरू फेरि रिभाइज गरेर भन्नु पर्यो भने यहाँ भाले बास्छ क्या फेरि होइन तर जति कुरो मैले अनुभव गरेँ यो चिजमा त्यो एउटा सटर लिएर बस्दाखेरि मलाई यति धेरै अनुभव हुँदैन थियो क्या फेरि किन सटर लिएपछि त कसैले मलाई बोलाउनेवाला छैन फेरि चलाउनेवाला छैन होइन उसको मैले भाडा तिरिरहेको छु मलाई कसैले जा भन्नु सक्दैन तर यहाँ त अहिले ठाउँको ठाउँ उठाइदिन्छ क्या फेरि यो चिजलाई एकदम एउटा चेक एन्ड ब्यालेन्समा लानुपर्छ क्या त्यो कुरोलाई होइन त्यो चेक एन्ड ब्यालेन्समा लगेर चाहिँ अब हिँडिरहेको छु अहिले 4-5 वर्ष भयो होइन अनि यस्तो छ मैले भनिहालेँ साथीहरू कोही छ भने होइन त्यसरी आफ्नो ब्याकअपमा राख्नुहोस् है त्यही छ हुन्छ सरलाई यति समय निकाल्नु भएकोमा धेरै धेरै धन्यवाद हस् धन्यवाद